साथीहरू नमस्ते। आज हामीले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको नेतृत्वमा निर्वाचनमा जाँदा सही हुन्छ वा रवि लामिछानेको नेतृत्व बिना निर्वाचनमा जाँदा सही हुन्छ भन्ने विषयमा कुराकानी गर्न आएका छौं। साथीहरू तपाईलाई के लाग्छ? रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सही हुन्छ वा अब राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वबाट रवि लामिछानेलाई निकाल्नुपर्छ? तपाईको धारणा के छ? कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। साथीहरू, आज हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको भूमिका कस्तो रहँदा ठीक हुन्छ भन्ने विषयमा कुराकानी गर्नेछौं। हामी रविको चप्पल ल्याएर राष्ट्रपाको सभापतिको कुर्सीमा राखेर पार्टी चलाउन तयार छौं। कसैले टाउको नदुखाए हुन्छ। पछिल्ला केही समयमा रवि लामिछानेको नेतृत्वलाई लिएर धेरै विवादहरू देख्न थालिएको छ। अहिले रवि लामिछाने जेलमा रहेका छन्, त्यसैले कसैले भन्न थालिसकेका छन् जेलमा भएको व्यक्तिको नेतृत्वमा निर्वाचनमा जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नोक्सान हुन सक्छ। त्यसैले अब समय आइसकेको छ रवि लामिछानेलाई नेतृत्वबाट निकालेर साइड गर्नुपर्छ। यो धारणा पछिल्लो पटक धेरै देख्न थालिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठले पनि यही कुरा उठाएकी थिइन्। उनले भनेकी थिइन् पार्टी भन्दा माथि व्यक्ति रहन सक्दैन। उनले रवि लामिछानेलाई पार्टी भन्दा माथि रहेको भनेर आरोप लगाएकी थिइन् र यही कुरामा चित्त नबुझाएर उनले पार्टी पनि छोडेकी थिइन्। पछिल्लो पटक तोसीमा कार्कीले पनि नेतृत्वमा अब सोच्ने समय आएको भनेर भनेकी छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का नेता गणेश कार्कीले पनि यो कुरालाई बेला बेलामा उठाउने गरेका छन्। अहिले भर्खर चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा पनि यो विषयमा छलफल भएको छ र अन्तिममा अब आउने निर्वाचनमा रवि लामिछानेको नेतृत्वमा नै निर्वाचनमा जाने भनेर निर्णय गरेको छ। अहिले नेतृत्वलाई विस्थापित होइन, स्थापित गर्ने समय हो। साथीहरू, रिफर्मको नाममा प्रतिगमन हुन सक्छ भन्ने कुरामा हामी पनि सचेत हुनुपर्छ। जिम्मेवारी हेरफेर र पदपूर्ति मात्रै हो भने ती रिफर्मका विषय होइनन्। रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन। पछिल्लो पटक रवि लामिछानेको नेतृत्वमा अब सोच्नुपर्ने समय आएको छ भने तापनि अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरूले भने रवि लामिछानेकै नेतृत्वमा निर्वाचनमा जाँदा सही हुन्छ भनेर निर्णय गरेका छन् र हामीले अब आउने निर्वाचनमा रवि लामिछानेको नेतृत्वमा नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाउनेछौँ। रवि लामिछाने जेलमा भए पनि वा रवि लामिछाने जेलबाट बाहिर आए पनि राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेकै नेतृत्वमा निर्वाचनमा जानेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेताहरूले भनेका छन् रवि लामिछाने रासपाको मुटु हो र रवि लामिछाने बिनाको रासपा सोच्न पनि सकिँदैन। कुनै पनि हालतमा रवि लामिछानेलाई साइड गरेर रासपा माथि जान सक्दैन। यो कुरा रासपाका केन्द्रीय सदस्यहरूले मात्र होइन, आम जनताहरूले पनि यो कुरा बोलेको सुनिन्छ। हामी रविको चप्पल ल्याएर राष्ट्रपाको सभापतिको कुर्सीमा राखेर पार्टी चलाउन तयार छौं। कसैले टाउको नदुखाए हुन्छ। हामीलाई आवश्यक छैन। राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन पराउने धेरै समर्थकहरूले रवि लामिछानेकै नेतृत्वमा निर्वाचनमा जाँदा सही हुन्छ भनेर भनेका छन्। पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ समूह बीच पनि छलफल भएको थियो, तर कुलमान घिसिङ समूहले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पदको डिमान्ड गरे, जसले गर्दा सहमति बन्न सकेन। पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाउँ भनेर कुरा गर्दाको साक्षी मै हुँ, तर त्यसबेला उहाँहरूले पत्याउनु भएन। अहिले पनि हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छौँ, तर यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ उनीहरूलाई आयातित सभापति चाहिँदैन। रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ राष्ट्रिय स्वतन्त्र पार्टीमा सबैलाई स्वागत छ, तर पार्टी कब्जा गर्ने उद्देश्यले जो कोही पनि आउँछ भने उसलाई कुनै पनि शर्तमा स्वीकार गर्न सकिँदैन। पार्टी बनाउने चाहनालाई स्वागत छ, तर कब्जा गर्ने नियतको चाहिँ हामी खुला प्रतिवाद गर्छौं। अहिले फेरि कुलमान घिसिङले नयाँ पार्टी खोल्ने भन्ने हल्ला सुनिएको छ। कुलमान घिसिङ, सुमना श्रेष्ठ लगायतका मान्छेहरू मिलेर नयाँ पार्टी खोल्ने भन्ने हल्ला सुनिएको छ, जुन पार्टीको नाम रहेको छ
जनसेवा पार्टीमा बालेन हुन्छन् वा हुँदैनन् भन्ने कुरा अझै पनि बाहिरिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको नेतृत्वमा नै अब आउने निर्वाचनमा जाने भनेर निर्णय गरेको छ। साथीहरू, तपाईलाई के लाग्छ? रवि लामिछाने अहिले जेलमा छन्। जेलमा भएको व्यक्तिको नेतृत्वमा निर्वाचनमा जाँदा सही हुन्छ वा हुँदैन? निर्वाचनभन्दा अगाडि रवि लामिछाने छुट्ने सम्भावना कति छ? तपाईलाई के लाग्छ? तपाईको आफ्नो विचार दिन नभुल्नुहोला। यति भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्ते।